धेरै वर्ष अगाडि अमेरिकामा को जेलमा एउटा रिसर्च भएछ अनि त्यो रिसर्चमा चाहिँ उनीहरूले के पत्ता लगाएछ भन्दाखेरि सबैजना कैदीहरूलाई एउटा रुममा जम्मा गरेछ अनि त्यो कैदीहरूलाई त्यो जेलरले भनेछ कि आज चाहिँ तिमीहरूलाई चाहिँ यो कोब्रा साँपले चाहिँ ठोकेर तिमीहरूलाई मार्नेछु भनेर भनेछ। अनि कोब्रा साँप देखाएछ, एकदमै पोइजनस साँपलाई उनीहरूले देखाएछ अनि भनेछ आज चाहिँ तिमीहरूलाई यो कोब्रा साँपले ठुङ्गिकन मार्छ भने चाहिँ यो रियल स्टोरी म तपाईँलाई भन्दैछु। अनि त्यो जेलरहरूले त्यो सबै कैदीहरूको आँखामा पट्टी लगाइदिएछ अनि भनेछ अब चाहिँ तिमीहरूलाई यो साँपले ठुङ्नु आँटेको छ भनेर भनेछ। वास्तवमा उनीहरूले साँच्चीमै साँप ठुङ्गाएर मार्नेवाला चाहिँ थिएन, तर उनीहरूले यसो दुईवटा सुई लिकन आएर चाहिँ उनीहरूको हातमा चाहिँ यसरी सुईले घुचिदिन्छ है। अब ठुङ्नु आँट्यो साँपले, अब ठुङ्नु आँट्यो भनेर भन्छ जेलरहरूले। अनि जब जस्तै त्यो कैदीहरूलाई त्यो सुईले घुचिदिन्छ त्यो सबै कैदीहरू मर्छ। अनि कैदीहरू मरिसकेपछि पोस्टमार्टम हुन्छ अनि लास्टमा के रिपोर्ट निक्लिन्छ भन्दाखेरि चाहिँ उनीहरू सबैजना चाहिँ हार्ट एट्याक भएर मरेको थियो भनिकन रिपोर्ट निक्लिन्छ। अनि यो रियल एउटा रिसर्च म तपाईँलाई भनिरहेको छु। वास्तवमा उनीहरूलाई साँच्चीकै साँपले ठुँगेको थिएन, तर उनीहरूको मस्तिष्कमा उनीहरूको माइन्डमा चाहिँ के थियो भनेर भन्दाखेरि अघि भनेको कुरा साँपले तिमीहरूलाई ठुङ्गाउँछु भन्ने कुरा माइन्डमा पसेर जस्तै आँखाको पट्टी लगायो त्यो आँखाको पट्टी लगाउँदै गर्दाखेरि उनीहरूलाई घोच्दै गर्दाखेरि साँच्ची नै मलाई कोब्रा साँपले ठुङ्ग्यो भन्ने उनीहरूलाई आभास हुन्छ अनि उनीहरू मर्छ। वास्तवमा साँच्चीमै उनीहरूलाई साँपले ठुङ्गेको चाहिँ हुँदैन। अनि यो रिसर्चमा पत्ता लाग्छ मानिसहरू चाहिँ ज्यादातर चाहिँ मान्छे डरले उनीहरूको माइन्डमा जे कल्पनाहरूलाई धेरै गरिरहेको हुन्छ त्यो कुरोले मानिसको मृत्यु हुँदछ भनिकन भनिरहेको हुन्छ। अनि आज म तपाईँलाई यो स्टोरीबाट के भन्न चाहन्छु यो रिसर्चबाट भन्दै गर्दाखेरि आज हाम्रो जीवनमा पनि एउटा डरले तपाईँ मलाई सताइराखेको हुन्छ। वास्तवमा त्यो रियल कुराको डर हुँदैन, तर त्यो डरले तपाईँ मलाई सताइराखेको हुन्छ नि। हाम्रो समस्याको डरले, हाम्रो बिमारीको डरले, हाम्रो भविष्यको डरले, हाम्रो फाइनेन्सको आर्थिक कुराको भविष्यमा डरले, थुप्रो किसिमको डरले तपाईँले मलाई सताइरहेको छ नि। शैतानको मेन वेपन पनि, त्यसको मेन हतियार पनि तपाईँ मेरो जीवनको डरै हो। अनि डरलाई चाहिँ दोस्रो तिमोथी 1:7 अनुसार चाहिँ डरलाई चाहिँ आत्मा भनेर भनेको छ। परमप्रभुले हामीलाई डरको आत्मा होइन तर शक्तिको आत्मा दिनुभएको छ भनेर भनेको छ। अनि प्रिय आज म तपाईँलाई भन्न चाहन्छु, तपाईँ विभिन्न किसिमको डरमा हुनुहुन्छ होला, तपाईँ सताएको हुनुहुन्छ होला, म तपाईँलाई त्यस ठाउँबाट निस्किने आज म तपाईँलाई उत्साह दिन चाहन्छु। तपाईँको समस्या यति ठुलो बनाइदिएको होला शैतानले। शैतानको मेन उद्देश्य नै तपाईँले मलाई डिप्रेसनमा लानु, तपाईँले मलाई एन्जाइटीमा लानु, फिक्रीमा लानु। तर परमप्रभुबाट त त्यो फिक्री, परमप्रभुबाट त्यो डर कहिले पनि आउँदैन। परमप्रभुबाट त जहिले पनि सन्ताउन आउँछ।